हेलो, मेरो नाम विजय गुरुङ। मेरो के अरे च्यानलको नाम म्युजिकल विजय। मलाई पनि सपोर्ट गर्नु होला। तपाईँको सामु म आएको छु आज एउटा भिडियो लिएर। लङ भिडियो बनाउँदैछु, धेरै होइन, 15 मिनटको होला। के छ भने म पनि एउटा केही गरेर यो युट्युबमा के गरौँ भनेर तपाईँसँग के अरे भिडियो बनाउन खोजेको। खासै केही जान्दैन होइन। अब मेरो समस्या के छ भने अब म पनि एउटा आँखा सम्बन्धी एउटा अपाङ्गै हो होइन। तपाईँसँग हात जोडेर म निवेदन गर्दछु कि मेरो चाहिँ सब्सक्राइबर बढाइदिनु होला तपाईँ अडियन्सले। म पनि यस्तै हो, गरिब घरको। तपाईँको कृपा साथ सपोर्ट रह्यो भने म पनि केही भनौँ न केही गर्छु कि भन्ने आशा छ होइन। र मैले चाहिँ मेरो विचार के राख्न चाहेँ भने मैले देख्छु कि मैले चाहिँ एक्लैले भिडियो बनाउँदाखेरि मेरो खासै भ्युज जाँदैन। अनि मैले चाहिँ आमालाई लिएर चाहिँ भिडियो चाहिँ बनाएँ भने भ्युज चाहिँ जाँदो रहेछ। यति मैले ख्याल गरेँ है। अनि त्यसले गर्दा मन पराउनु भयो होला। अनि त्यही हो, अब सुरुमा हुन्छ, सुरुमा कहिले कसो भइहाल्छ होइन। तर पनि धेरै जस्तो मन पराए जस्तो लाग्छ होइन, के कसो। अनि यति भन्दाखेरि के छ भने अब यति छ, मैले चाहिँ अब यति भन्न चाहन्छु कि मैले अब आफ्नो आमालाई लिएर भिडियो बनाउँछु होइन। त्यही हो, अब साथ सपोर्ट गरिदिनु होला। म भिडियोमा मात्रै होइन, मेरो चाहिँ साँच्चैको के अरे आमालाई मैले रेस्पेक्ट गर्छु होइन। तपाईँले पनि गर्नुहुन्छ होला। अनि त्यसले गर्दा त्यो एउटा राम्रो के भनौँ, राम्रो नतिजा हुन्छ भन्छ नि। के अरे आमालाई राम्रोसित खुसी राख्यो भने आफू पनि अगाडि बढिन्छ भनेपछि है। अब त्यस्तै हो, तपाईँसँग म पनि हात जोडेर बिन्ती गर्दैछु कि प्लिज मलाई सब्सक्राइब गरेर मलाई साथ सपोर्ट गर्नु होला होइन। यही हो। म त अब के भन्नुपर्छ, म त पहिला इन्डिया बस्थेँ। इन्डिया बस्दा यताउता गर्दा म चाहिँ यहाँ आएँ। यहाँ आएपछि अब केही गरौँ भनेर छटपटाएँ भनेर त्यस्तो गर्दाखेरि कामै नपाएपछि अनि के गरेँ, यसो केही गरौँ कि भनेर फेरि त्यहाँबाट युट्युबमा आएँ। युट्युबमा केही गरौँ कि भनेको अनि यही ठिक लाग्यो। अलिकति क्यामेरामा म्युजिकमा के अरे गऱ्यो होइन, भिडियो बनायो। त्यही हो। अब यति भन्दाखेरि पनि मसँग केही बोल्न त्रुटि भयो भने मलाई चाहिँ आफ्नो सानो अथवा ठुलो दाइ अथवा ठुलो भाइ भनेर मलाई चाहिँ क्षमा गर्नु होला। यति भन्दाखेरि मैले के भन्न चाहेँ भने म चाहिँ अब निरन्तर भिडियो हाल्छु। 10 बजेदेखि एउटा भिडियो बिहान 10 बजे आउँछ अनि एउटा भिडियो दिउँसो 3 बजेतिर आउँछ। सो मेरो भिडियोलाई हेरेर लाइक, कमेन्ट, सब्सक्राइबर अवश्य गर्नु। मलाई पनि साथ सपोर्ट दिनुहोस्, मलाई पनि माथि बढाउनुहोस् है। यति भन्दाखेरि म चाहिँ बिदा लाग्छु।